हेलो आदरणीय दर्शक महानुभावहरू, यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु यो मेरो भिडियोमा। म यहाँहरुकै चिरपरिचित साथी मित्र भाइ मिति लगराई। अहिले ठ्याक्कै म लेटाङ नगरपालिका वडा नम्बर 1 साकमा भन्ने ठाउँको श्री साकमा माध्यमिक विद्यालयको प्राङ्गणमा छु। आज मिति 2082 साल ज्येष्ठ महिनाको आज 28 गतेको दिन एकदम विगत केही समय भारी वर्षाको कारणले गरेर तहस नहस भएको अनि अहिले चाहिँ विशेष गरेर घामको तापक्रमले सताइरहेको मोरङ जिल्ला र प्रदेश नम्बर 1 अथवा पूर्वी क्षेत्रमा रहेको अधिकांश भूभागमा गर्मीको कारणले गरेर धेरै मानिसहरू छटपटिरहेका छन्। म महसुस गर्न चाहन्छु कि त्यो छटपटाइ यति दर्दनाक छ कि कुनै मलमपट्टि कुनै औषधिले पनि त्यो छटपटाइको उपचार भइरहेको छैन। जुन प्राकृतिक अवस्थामा त्यो प्रकोपको रूपमा स्थापना भइरहेको छ। तर समुद्र सतहदेखि करिबन 1700 देखि 2000 मिटरको उचाइमा रहेको यो साकमा माध्यमिक विद्यालयमा चाहिँ अत्यन्तै सौन्दर्यपूर्ण हरियाली सुन्दर शान्त सँगै यो मौसमी अवस्थाको विशेष गरेर हामीलाई अनुकूल परेको वातावरणमा चाहिँ म उभिएको छु। अनि यसै विद्यालयमा म पनि अध्ययन गरेको अनि म सँगसँगै नेक्स्ट जेनेरेसन हैन मेरो छोरा र छोरी पनि यसै विद्यालयमा अध्ययन गरिरहेको मा म अति गौरवान्वित छु। साथै यो विद्यालयको प्राङ्गणमा रहेर म यो क्यामेरालाई 360 मा रोटेट गरिरहेको छु। हाम्रो विद्यालय चाहिँ यस्तो छ। अनि यो विद्यालय सँगसँगै हाम्रो वातावरणको पनि हजुरहरूले प्रत्यक्ष अवलोकन गर्न सक्नुहुनेछ। हेर्नुहोस् है, हाम्रो विद्यालय यस्ता रहेका छन्। अनि यी होस्टेलहरू भए, यी होस्टेलका किचनहरू भए, अनि केही गाउँहरू भए, अनि वातावरण चाहिँ यस्तो छ हेर्नुहोस् है त। अनि यी भए अनि टन्टलापुर घाम र अधिकतम तापक्रमले पिल्सिरहनु भएका आदरणीय मेरा फेसबुक फ्रेन्डहरू यस ठाउँमा आएर यस ठाउँको अनि यो मनसुन वातावरणको मजा छुट्टै छ। यो छुट्टै खालको मजा पनि हजुरहरूले लिन सक्नुहुनेछ है यो ठाउँमा आएर।